फरार पतिलाई लिएर ज्वाला संग्रौला किन पुगिन् रविको निवास। नेतृत्वको प्रिय भएकै कारण कारबाहीबाट जोगिने र अवसर पाउने अनुहारहरू नयाँमा पनि थुप्रै छन्, जसको एउटा उदाहरण हुन् राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद बनेकी ज्वाला भनेर चिनिने टीका संग्रौला। जापान हुँदै थुप्रै विवादमा मुछिएर फर्किएपछि उनीमाथि विभिन्न आरोप लाग्यो। पटक पटक समातिन, प्रहरी हिरासतमा पुगिन्, अदालतमा मुद्दा चल्यो, तर थुप्रै पटक जोगिन् पनि। अहिले आफै कानून बनाउने ठाउँमा पुगेकी छन्। पिछडिएको क्षेत्रबाट समानुपातिक सांसद बन्नकै निम्ति अछामबाट नागरिकता लिएपछि उनी चर्को आलोचनामा परिन्। विगतदेखि नै सामाजिक सञ्जालबाट समाजमा उग्रता फैलाउँदै आएकी ज्वाला र उनका श्रीमान विरुद्ध कृत्य मुद्दा चलेको थियो। अदालतले दोषी ठहर गर्दै जेल सजाय सुनाएकोमा अहिलेसम्म पनि सजाय काटेका छैनन्। उनी ज्वाला फरार पतिलाई लिएर केही दिन अघि रविलाई भेट्न पुगेको पाइएको छ। कास्की जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दामा रविलाई उन्मुक्ति दिएकै साँझ उनी फरार श्रीमान सहित रविको निवास पुगेकी हुन्। झापाको बिर्तामोड नगरपालिका 10 घर भएकी ज्वालाका श्रीमान हिमाल प्रसाद उपाध्याय अछामको मंगलसेन नगरपालिका 5 का हुन्। उनी श्रीमान भन्दा 9 वर्ष जेठी छिन्। ज्वालासँग विवाह गर्दा हिमाल मात्रै 18 वर्षका थिए। ज्वाला र उनको श्रीमान विरुद्ध 2078 सालमा मुद्दा चलेको थियो। लिखत सम्बन्धी कृत्य कसुरमा काठमाडौँ जिल्ला अदालतमा 2078 असार 27 गते दर्ता भएको मुद्दाको दर्ता नम्बर 077 C11766 रहेको छ। खुशबु भनेर चिनिने नबिना घिमिरेले ज्वाला विरुद्ध अभद्र व्यवहार कसुरमा जाहेरी दिएकी थिइन्। ज्वाला पक्राउ पनि परिन्। अनुसन्धानको क्रममा प्रहरीले असार 9 गते उनीहरूको डेरामा छापा मार्यो। डेराबाट 2073 असार 31 गते जारी भएको सम्बन्ध विच्छेद र ज्वाला अविवाहित भएको प्रमाणपत्र फेला परेको थियो। सम्बन्ध विच्छेदको प्रमाणपत्र मंगलसेन नगरपालिकाबाट जारी भएको थियो। त्यसैगरी अविवाहितको प्रमाणपत्र भने 5 थरको सुभाङ गाविसबाट निकालिएको थियो, तर छानबिनको क्रममा ती सबै नक्कली साबित भयो। सरकारी लेटर प्याड र छापको प्रयोग गरी डेरामै बनाइएका ती कागजात नक्कली थियो। साथै प्रहरीले सरकारी कार्यालयको खाली लेटर प्याड छापहरू पनि बरामद गरेको थियो। एउटै अधिकारीको फरक फरक हस्ताक्षर भएको कागजात, फोटोहरू उब्काएको प्रमाणपत्र लगायतका कागजात भेटिएपछि प्रहरीले मुलुकी अपराध संहिता 2074 को लिखत सम्बन्धी कसुरमा मुद्दा दायर गर्यो। बयानको क्रममा ज्वालाले सबै दोष हिमालमाथि थुपारिन्। आफू 7 महिना अघि मात्रै नेपाल आएकोले सो बारे अनजान रहेको र श्रीमान जानकार रहेको उनको बयान छ। यता हिमालले भने साइप्रस जानको निम्ति नक्कली कागजात बनाएको स्वीकारेका छन्। न्यायाधीश दीपक ढकालको इजलासले 2080 भदौ 7 गते हिमाललाई 1 वर्ष कैद र 50,000 रुपैयाँ जरिवानाको सजाय सुनायो, तर उनले अहिलेसम्म पनि सजाय काटेका छैनन्। झन एकल सरकार भएको पार्टीबाट श्रीमती नै माननीय बनेपछि उनले कारबाही भोग्नु पर्ला र भन्ने प्रश्न खडा भएको छ। यता हिमाल विरुद्ध 2080 सालमा पनि काठमाडौँ जिल्ला अदालतमा मुद्दा चलेको थियो। आपराधिक विश्वासघात गरी ठगी गरेको आरोपमा पेबेल नेपाल प्राइभेट लिमिटेडले मुद्दा हालेको हो। हिमाल सहित रूपन्देहीको तिलोत्तमा नगरपालिका 1 शंकरनगर घर भएका 42 वर्षीय जबिन्द्र खत्री, अर्घाखाँचीको छत्रगञ्ज गाविस 5 घर भएका 62 वर्षीय पूर्व प्रहरी कृष्ण प्रसाद शर्मा, गुल्मीको बिरबास गाविस 4 घर भएका 44 वर्षीय हरिप्रसाद अर्याललाई मुद्दामा विपक्षी बनाइएको छ। पेबेलका सहायक प्रमुख कार्यकारी अधिकृत प्रज्वल आचार्यले काठमाडौँ जिल्ला अदालतमा दायर गरेको मुद्दामा उनीहरूले केस मिलाइदिने भन्दै लाखौं ठगी गरेको उल्लेख गरिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जबिन्द्र र कृष्ण प्रसादलाई समाते पनि हरि र हिमाल भने फरार भएका थिए। मुलुकी अपराध संहिता 2074 को दफा 249 बमोजिमको कसुरमा 7 वर्षसम्म कैद र 70,000 रुपैयाँसम्म सजाय मागदावी गरिएकोमा 1 साता अघि एकाएक केस फिर्ता लिएको छ। दुवैजना अदालत उपस्थित नहुँदै केस फिर्ता लिनुको पछाडि केही न केही चलखेल भएको बुझिएको छ। जबिन्द्रका अनुसार मुद्दा दायरकर्ताले मुद्दा फिर्ता लिएका हुन् भन्छन्। 1 साता अगाडि केस मिलिसक्यो, मुद्दा नै फिर्ता भइसक्यो। अब प्रश्न उठ्छ, यदि त्यो आरोपमा सत्यता थिएन भने उनले अदालतमा गएर किन पैसा लिएको बयान दिए? त्यो पैसाले घरको किस्ता तिरेको किन भने? होटेलका साहुले पनि उनीहरू आएको र रकम बाँडेको बयान किन दिए? स्रोतका अनुसार सो केसमा हिमाल र ज्वाला दुवैलाई पक्राउ गरेको थियो। त्यतिबेला रवि गृहमन्त्री रहेकोले उनीहरूलाई कसैले सुइको नपाउने गरी छाडिएको स्रोतको जिकिर छ। स्रोत भन्छ त्यतिबेला ब्युरोको प्रमुख श्याम गेवाली थिए। उनीहरू श्रीमान श्रीमती नै पक्राउ परेका थिए। कुर्ता सुरुवाल लगाएकै अवस्थामा सीआईबी पुर्याइएका ज्वालाका पति हिमाललाई उनका अरू मतियार समात्न बुटोलसम्म लगिएको थियो, तर रविले भनेपछि छुट्टी हाले। जनआस्थाले यसबारे बुझ्न हिमाललाई पनि सम्पर्क गरेको थियो, तर फोन रिसिभ गरेका उनले तुरुन्तै काटिहाले। मुद्दाका सबै कागजात जनआस्थासँग सुरक्षित छ।